हेलो नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। एन्ड वेलकम सबैजनालाई। हामी चाहिँ खानासाना खाएर भर्खर निस्किसक्यौँ। हामी चाहिँ अब यहाँ ओडागाडीले जान थालेको। आज सानो काम छ। के त्यसको नाम माई नम्बर कार्ड रिन्यू गर्नुपर्ने, नयाँ बनाउनु पर्ने सबै काम छ होइन। त्यही भएर यहाँ निस्केको भर्खर। अब यहाँबाट लगभग 10-15 मिनट जति हिँडेर ट्रेन चढ्नुपर्छ। ट्रेन चढेर गएर अनि तपाईँहरूलाई म के हुन्छ आज सबै देखाउँछु। अनि भरे यहाँ पर गएर ट्रेन स्टेसनमा भेटौँला है त ल। अहिले यसपालि जापानमा होइन सिजन चाहिँ लास्टै राम्रो छ क्या। खासै गर्मी पनि छैन, खासै जाडो पनि छैन होइन। घुम्नलाई बाहिर हिँड्नलाई लास्टै राम्रो सिजन छ यहाँ। फेरि गर्मी दिनमा लास्टै मर्ने गरी गर्मी हुने होइन। फेरि जाडो दिनमा फेरि अति चिसो हुन्छ क्या। त्यही भएर यो समय चाहिँ लास्टै ठिक छ। यो महिना अप्रिल होइन, सिगाछु लास्टै राम्रो छ अहिले सिजन चाहिँ। त्यही भएर तपाईँहरू यसो समय मिलाएर फुर्सद मिलाएर घुम्नुहोस् बाहिरतिर। अहिले फेरि यो के अरे साकुराको सिजन छ। खुब पार्कहरूतिर लास्टै साकुरा फुल्ने रमाइलो छ। चारैतिर घुम्ने बानी पनि गर्नुपर्छ क्या छुट्टीको बेलामा। अब काममा त काम गर्ने बेलामा त काममा जानै पर्यो कि कसो होइन त। त्यही भएर फुर्सद मिलाएर घुम्ने पनि बानी गर्नु पर्यो। मुड पनि फ्रेस हुन्छ। दिनरात काम भनेर नि के गर्नु होइन। पात उठेर अब बसन्त ऋतु लाग्यो नि त होइन। त्यही भएर चारैतिर हरियो भाषा रुखहरू पनि पालुवा पलाउँदैछ होइन। यो समय चाहिँ अति रमाइलो टाइम हो। जोस् हामीलाई पनि रमाइलो लाग्छ। इन्भाइरोमेन्ट दामी हुन्छ नि त होइन। हावा पनि कस्तो चलेको राम्रो। हावा चलेको। अब हामी जाने स्टेसन चाहिँ उयो हो। यो पारिको बिल्डिङ हो। यो देखिरहेको बिल्डिङ चाहिँ अब त्यहाँ चाहिँ ट्रेनमा जानुपर्छ। त्यहीँबाट हो जाने हामी। पारि ट्रेन दौडिरहेछ। यही हो लोकल ट्रेन। त्यहाँ गएपछि अब अर्को ट्रेन आउँछ। त्यस पछाडि जानुपर्छ। हामी चाहिँ अहिले स्टेसनमा आयौँ होइन। बिल्डिङ त कडा छ यार, खतरा बिल्डिङ। ल जेस डेभलपमेन्टको हिसाबले हेर्ने भने कडा हो क्या। पारि ट्रेन दौडिरहेछ। बुलेट ट्रेन सिनखानसेन। त्यो दुईवटा घरहरूको बिचमा दौडिरहेछ। बाटोहरू पनि सट्ट कतै आनन्द हेर्दै अर्कै फिल हुने खालको ठाउँ के गर्नु होइन। जोस् रमाइलो छ। हामी चाहिँ यहाँ अहिले स्टेसनमा हो। बुढी चाहिँ त्यहाँ टिकट काट्दैछन्। टिकट लिए हौ। 240 पो रहेछ त आराको होइन हामी। हँ आराको होइन हामी भयो नि। टिकट काट्ने ठाउँ पुगेन। मलाई 210 जस्तो लाग्छ। ठ्याक्कै यहाँ त्यसरी टिकट हाल्ने अनि यहाँ झिक्ने जाने। कम फास्ट। यहाँबाट पनि खतरा देखिने रहेछ ल। नागोया स्टेसनको
मेन बिल्डिङ खै हो त्यहाँ मुनि गएर हेर्नुपर्छ यहाँ पनि छ तल अब एकछिन ट्रेन वेट गर्नुपर्ने होला होइन 32 मा रहेछ अहिले कति भयो र त फोनै खेल्न त्यहाँ छ तिमीसँग छैन हौ दिदी तपाईको अझै 7 मिनट पर्नुपर्ने भयो त हामी जाने ट्रेन आयो ल हामी चाहिँ यहाँ स्टेसनमा झरेँ मैले यही स्टेसनमा अब यहाँबाट फेरि 10-12 मिनट जति हिँड्नुपर्छ हिँडेर बल्ल 2 नम्बरको बस हाम्रो लागिरहेको चाहिँ बुढाकारले भेटिन्छ ल हामी चाहिँ ओडागारोले आइपुग्यौँ होइन अब एकछिनपछि के हुन्छ भित्र काम सकाएपछि तपाईँहरूलाई फेरि भेट्छु है त ल साथीहरू हामीले चाहिँ महिना मर लिने काम चाहिँ सक्यौँ होइन काम चाहिँ सकियो अब चाहिँ ओडाकारलाईबाट निस्किन थालेको जस आज खासै बिजी रहेनछ त्यही भएर छिटै सक्यो काम होइन अब घरतिर फर्किदियो बाटोमा अब के हुन्छ हेर्दै जाउँ है त तपाईँहरूलाई म देखाउँदै जान्छु ल हामी चाहिँ सोरो घरतिर फर्किँदैछौँ अब यहाँको काम सकाइयो के भन्छ अरे माई नम्बर कार्ड ल्याइयो तपाईँहरू माई नम्बर कार्ड नबनाएको को हुनुहुन्छ माई नम्बर कार्ड बनाउनु होला है तपाईँहरूले माई नम्बर कार्डको धेरै फाइदा छ जापानमा आजकल त हरेक ठाउँमा एभ्रिवेयर माई नम्बर कार्ड माग्छ होइन अब यो साका हिँडेनको पनि माई नम्बर कार्डमै हुन्छ यसैबाट गर्ने जस्तो कुरा सुनिरहेको छु मैले होइन माई नम्बर कार्ड चाहिँ बनाउनुपर्छ सबैजनाले तपाईँहरूमध्ये कसै छुट्नु भएको छ भने आफू बसेको एरियामा गएर वडा कार्यालयमा गएर माई नम्बर कार्ड बनाउनु होला भन्न चाहन्छु होइन अरू त यस्तै हो जिन्दगानीमा होइन मेरो बुढीले पनि खतरा गीत जानेको छ नि बेला बेला कम्ती गीत गाउँछ त अनि तातो नछारेको गीत हो फेरि त्यो कस्तो राम्रो घर अनि गाडी होइन सबैको चाहना त होला नि होइन जति एउटा गाडी अनि एउटा घर कस्तो दामी रहेछ यहाँबाट चत्त गाडी भएको पार्किङ सहितको घर गाडी अगाडि राखेको होइन सानो घर चिटिक्कको यहाँ त पार्क सहितको घर रहेछ झन् अगाडिपट्टि विभिन्न किसिमको रुखहरू छ पछाडिपट्टि दामी घर अनि त बुढी अब पर्दा म देखाउँछु तपाईँहरूलाई खतरा घर छ अरू पर्दा त्यो कस्तो राम्रो घर चत्त अगाडिपट्टि बारी भएको घाँस सास पलाएको यहाँ त पुरै पहाडै रहेछ ल घरभित्रै गेट चाहिँ यहाँ होला घरको अझ टाउको दुख्यो यार पुरै ल यार यहाँ एउटा बजेले नि हजुरआमाले गाडी यहाँ झाडीमा हाल्नु भएछ यी बारीमा बेकार छ यार
यहाँनिर पर एउटा के अरे त्यो अघिको नाम बिग प्राइस भ्यालु एक्सप्रेस भन्ने चाहिँ एउटा मार्केट रहेछ। त्यो मार्केटमा चाहिँ कस्तो सामान पाइने रहेछ यसो हेर्न जानु थालेको हामी चाहिँ। त्यहाँ हेरेर सुनेनौ त्यहाँ हेर्ने अनि के के पाइँदो रहेछ कतिमा पाइँदो रहेछ त्यो हेर्ने अनि त्यस पछाडि गाडी हेरेर अनि गाडी आउने रहेछ भने हामी गाडी चढेर सिधै कहाँ जान्छौँ हामी त्यसपछि डङ्की। उताबाट ट्रेनमा गयो भने फेरि ट्रेनबाट झरेर फेरि हिँड्नुपर्छ क्या। त्यही भएर हामी चाहिँ अब सिधै यताबाट गाडी लाग्ने रहेछ भने त्यो डङ्कीको एरियातिर गएर झरेर डङ्कीमा गएर आज चामल किन्नुपर्छ। चामल सकिरहेको छ होइन, चामल किनेर त्यस पछाडि जाने हो। चामल किन्ने अरू पनि के छ किन्न पाइने चिजहरू के छैन रुममा हाम्रो। गो लेट्स गो। अस्ति त्यहाँ एक ठाउँबाट चामल लिएको होइन, पसलको नाम त नखुलाऊ मान्छे नभनौँ होइन। चामल त कसम त पकाउँदा नि मलाई जतिपल्ट पकाउँछु त्यतिपल्ट टाउको दुखेर त्यो गनाएर त्यसको गन्ध गनाएर होइन कति वर्ष पुरानो चामल बेच्छ हौ यहाँ मान्छेहरूले। अचम्मै लाग्छ यार। ए म त चकित खाएँ त्यो चामल देखेर त। यस्तो चामल त नबेच्नु है साथीहरू, यस्तो चामल बेच्यो भने चाहिँ हुन्छ। ल बिग प्राइस भ्यालु एक्सप्रेस रे के रहेछ यहाँभित्र जाउँ न। यो सायद मलाई जहाँसम्म लाग्छ हामीलाई लाग्छ यो चाहिँ के हो भन्दा मार्केट होला। अब के किन्न पाइन्छ मार्केट हो कि के होला के त्यत्तिकै हो। जाउँ न त्यहाँ के रहेछ एकचोटि जाउँ है त। यो के रहेछ यसो हेरौँ है त। यसो बाहिरबाट हेर्दा त ठुलै मार्केट जस्तो छ। यहाँ फेरि भित्र भिडियो खिच्न पाइन्छ कि पाइँदैन, सायद भिडियो खिच्न पाइँदैन होला। फेरि पैसा तिरेर आयो होइन। ल हामी चाहिँ यो बिग भ्यालु एक्सप्रेसमा गएर आएको। यहाँ चाहिँ पुरै उ रहेछ के अरे ग्रोसरीको सामानहरू पाउँछौँ। हामीले जुस किन्यौँ, जुस पिउनुपर्छ अब। अब चाहिँ यहाँ बस खोजेर अब हाम्रो घर नजिकको डङ्कीमा जानुपर्छ। फर्किन्छौँ हामी चाहिँ। ल हामी चाहिँ यहाँ बस खोजेको। बस त यहाँबाट नि हिँड्नु पर्ने, वहाँ गएर 10-15 मिनट हिँड्नु पर्ने बसमा। फेरि बस पनि ढिलो आउने रहेछ। अब त्यही भएर हामी चाहिँ अब ट्रेनमै जान्छौँ। अब हेरौँ अब कता कता हुन्छ। ट्रेन चढौँ पहिला होइन। लेट्स सी। थाक्यौ कता जाने? लेफ्टमा जाने होइन? यहाँ हेर न यहाँ एकचोटि के हो त नानी। पुरै डनले जस्तो गरी पुरा रिसाएर हेऱ्यौ त अनि। मलाई त एक देउला जति गरेर हेऱ्यौ त। हेर्ने मलाई हेर्नेलाई त मसक्क हाँसेर हेर्ने हेर्न र भने यस्तो नगर न यहाँ। तिमी ट्रेनको टिकट काट्यो, टिकटबाट भित्र छिरियो। अझैसम्म एउटा उ लिनु सकेको छैन, सुइका लिनुपर्ने। यस्तै छ खासै। ट्रेन चढ्नु पनि पर्दैन मलाई चाहिँ। त्यही भएर कहिलेकाहीँ यो ट्रेन चढ्ने सुइका लिएको छैन अझसम्म। त्यहाँ पारि हो यो बिल्डिङ चाहिँ। यो पारिको देखेको बिल्डिङ चाहिँ युनिभर्सिटी रहेछ क्या। के अरे यो के भन्छ अरे के युनिभर्सिटी तपाईँहरूलाई एकछिन म त्यहाँ गएर देखाउँछु है। यो बिल्डिङ चाहिँ आइची युनिभर्सिटी हो क्या। त्यो पारि पुरै लाइब्रेरी छ, मान्छेहरू पढिरहेछन् सबै स्टुडेन्टहरू होला होइन। मलाई पनि यहाँ यस्तै लाइब्रेरीमा बसेर पढ्न खुब रमाइलो चाहिँ लाग्थ्यो। तर के गर्नु यहाँभित्र छिर्न पाइन्न रहेछ। नत्र कहिलेको यसो बिदामा आएर पढ्नुहुन्थ्यो नि। म बस्ने नजिकै छ क्या फेरि यो आइजी युनिभर्सिटी। निकै ठुलो रहेछ यार यो युनिभर्सिटी। तर यसमा नियममै पढाइ हुन्छ होला सायद।
न्युयोर्कको जापानिज भाषामै पढाउने कलेज होला क्या यो चाहिँ। निकै ठुलो बिल्डिङ छ यार। अब खै यहाँ यता जोइन हुनु पर्ला जस्तो छ। यस्तो मान्छेले के भ्लग बनाउने हो, हातै गरिसक्यो यार। फोन समय फोन उठाएर हात गरिसक्यो मेरो त। ल एकछिनलाई के हो हाम्रो सम्पत्ति झऱ्यो, सम्पत्ति पुतल हात पार्दै यार। ल एकछिनलाई म रेस्ट लिन्छु अहिले, भरे एकछिन फेरि देखाउँछु तपाईँलाई। ल यो नेक्स्ट साइडबाट कलेज आइजी युनिभर्सिटीको बिल्डिङ। के भयो भन त, वाट ह्यापेन्ड? कताबाट जाने? उताबाट जानु। ल आजको खासै हाम्रो काम त मुख्य काम त गरियो। कार्ड लिनुपर्ने थियो, त्यो महिनामा कार्ड त्यो चाहिँ ल्याइयो। अब आज हामीले चाहिँ रासन पानी किन्ने प्लान पनि थियो। आज रासन पानी चाहिँ खासै आज किनाइचाल होला जस्तो छैन। उतैबाट अब डङ्की गएर बसमा गएर डङ्कीतिर साइडबाटै गएर लिएर आउने, घर फर्किने भन्ने प्लान थियो। उताबाट बस ढिलो रहेछ, टाढै लाग्यो उताबाट पनि। अब यताबाट पनि फेरि यहाँ ट्रेन झरेर अनि फेरि खुट्टा लिएर रुम पुग्दा 20 मिनट जति लाग्छ। त्यहाँबाट रुमबाट फेरि उता 15 लाग्छ, 15 मिनट जति लाग्छ होइन भाइ, 15 लाग्छ, 10 मिनट जति लाग्छ होला। थाकिएको छ अहिले चाहिँ, टायर गयो। भरे हेरौँ रुमसम्म पुग्नु के हुन्छ। जामासम्म किनिन्छ कि किनिन्न थाहा छैन। अब ल आजलाई यति नै गरौँ होला जस्तो भयो। अब त्योभन्दा पहिला तपाईँहरूले मेरो भिडियो जतिजनाले हेर्नुभएको छ तपाईँहरूलाई धन्यवाद। थ्याङ्क यू सो मच भन्दै हुनु। थ्याङ्क यू भन न, धन्यवाद भन न, धन्यवाद होइन। जतिजनाले हेर्नु भएको छ अझ पनि हेरिदिनु होला। यहाँ बुलेट ट्रेन पनि गयो, बुलेट ट्रेन आइरहेछ। पुरै स्वाइँ गर्दै यताबाट जाउँ न। त्यही हो, यसो लाइक कमेन्ट, भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गर्नु होला है। यसो सल्लाह सुझाव प्रतिक्रिया दिनु होला, भिडियो कस्तो लाग्छ। यदि तपाईँहरूको प्रोफाइलमा भिडियो आयो भने होइन, त्यही हो। अब म भिडियो तपाईँहरूको सामु ल्याउने निरन्तर प्रयास गर्नेछु है त। ल अहिलेलाई चाहिँ बाई बाई, थ्याङ्क यू फर वाचिङ, किप वाचिङ।